नमस्ते साथीहरू, यहाँहरूलाई मेरो आजको यो नयाँ ब्लगमा स्वागत गर्न चाहन्छु। र आज म कहीँ कतै नगइकन यहाँ समक्ष यही मेरो पसलबाट जोडिन चाहे र जसले मेरो ब्लगलाई हेरेर साथ दिनुभएको छ उहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। र जसले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु भएको छ र मेरो भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु भएको छ, यहाँहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र आज म बाहिर कतै नगइकन यहाँहरूसँग यहीँबाट म जोडिन चाहे र यहाँहरूलाई पनि थाहा छ अहिले देशैभरि एकदम राजमय हुन लागिसकेको छ र यो स्थिति आउन पनि एउटा जायजै जस्तो भइसकेको छ, किनकि हाम्रो जुन राजनीतिक पार्टीहरूले जनताहरूले जुन अपेक्षा गर्नुभएको थियो, जुन आशा गर्नुभएको थियो र त्यो आशा गर्दै जुन आन्दोलनमा आफूलाई हुमिनु भयो र कति नेपाली जनताहरू शहीद पनि हुनुभयो। त्यो कारणले पनि अब एकदमै आफूले आशा गरे अनुसारको रिजल्ट नहुँदा र देशलाई जुन परिणाम दिनुपर्ने थियो त्यो परिणाम नपाउँदाखेरि अवश्य नै जनताहरू त निराशा हुने नै भएर अर्को विकल्प रोज्ने एउटा बाटो पनि बन्यो। र नेपाली राजनीतिक दलले जे जति विकास गर्नुपर्ने थियो, भौतिक विकास तथा जनताको जुन आय स्तर र जनतामा एउटा समृद्धिको जुन एउटा चाहिँ तपाईको बाटो तयार गर्नुपर्ने थियो त्यो गर्न सक्नु भएन। सायद त्यसैले पनि यो स्थिति आएको हुन सक्छ। र राजा पनि जस आउनु भएको छ आन्दोलनमा आफ्नो सत्ता तथा जनताको सेवा गर्छु भन्ने भावले, र सेवा उहाँहरूले पनि 200-300 वर्ष लगभग चलाउनु भयो र हामीले देखेकै पनि हो। त्यसमा यति धेरै विकास त अवश्य नै भएको थिएन, किनकि त्यति बेलाको समय र परिस्थिति अनुकूलता त्यति बेला मिलेन। र अहिले लगभग नेपाली जनताहरूले धेरै फेरि राजामा आशा गर्नुभएको छ। यो आशालाई निराशामा नबदलिदिउन् भन्ने पनि मेरो इच्छा रहेको छ। र अब हेरौँ, सायद अब उहाँ आउन पनि सक्नुहुन्छ, नआउन पनि सक्नुहुन्छ। यो त अझै पनि 3.5 करोड नेपाली जनताहरूको हातमा नै छ। र अहिले केही राजावादी दलहरूदेखि लिएर जनताहरू स्वतः स्फूर्त पनि यो आन्दोलनमा हुमिनु भएको छ। र राजाले मैले चाहिँ मेरो विचारमा राजाले अब देशमा के गर्नुपर्छ भन्दाखेरि एउटा स्पष्ट धारणा चाहिँ जनताहरूको सामु ल्याउनु नै पर्छ। राजा आउनु नै नेपाली जनताको लागि त्यति ठुलो र अर्थ राख्दैन, तर राजाले ल्याउने भिजन जुन भविष्यमा गर्नुपर्ने देशको लागि उहाँको कस्तो भिजन छ त त्यो प्रस्तुत गरेर त्यसलाई सुनिश्चितता पनि दिनुपर्छ। र त्यसो भयो भने अझै नेपाली जनताहरू स्वतःस्फूर्त लागेर राजालाई साथ दिनुहुन्छ। सबभन्दा पहिला जनतामा एकदम समानताको अधिकार ल्याउनु पर्यो र सबै क्षेत्रमा सबै जनताहरूलाई उत्तिकै महत्त्व दिएर कुनै व्यक्ति विशेष, कुनै जात विशेष, कुनै धर्म विशेष नभइकन सम्पूर्ण नेपाली जनताहरू, जसरी पृथ्वीनारायण शाहले नेपाल 4 जात 36 वर्णको देश हो भनेर जुन एउटा चाहिँ यो भनाइ राख्नु भएको छ, त्यसैलाई नै आत्मसात गर्दै सबै जात जाति, सबै धर्म, सबै लिङ्गलाई एकदम आत्मसात गर्दै देशलाई अगाडि बढाउनमा उहाँले त्यो किसिमको वातावरण तयार गर्नुभयो भने त नेपालीको लागि अवश्य पनि एउटा खुसीको कुरा हो। र तर राजा आएर कुनै पनि होइन, जस्ताको तस्तै हुने, फेरि पहिलाको जस्तै हुने त्यस्तो चाहिँ नहोस्। किनकि जनताहरू स्वतःस्फूर्त रूपमा जुन आन्दोलनमा आउनुभएको छ, उहाँहरूको आशा देशको लागि मात्रै नभइकन एउटा देशलाई समृद्धि र नेपालीले अब 11 अथवा 12 पढेपछि, पास गरेपछि विदेशलाई नै ढकढकाउनु पर्ने स्थिति नआओस्। किनकि सम्पूर्ण नेपाली जनताहरूको अहिले छोराछोरीलाई पठाउने त विदेश नै, रोजगारीको एउटा स्थान भनेको विदेश मात्र रहेको छ। सबभन्दा पहिला यो कुरा चाहिँ नेपालबाट विस्थापित होस्। र
यो कुरा विस्थापित भएपछि अवश्य पनि नेपालीहरू आफ्नै परिवार आफ्नै देशमा रमाएर बस्न पाउनु पनि ठुलो सौभाग्य हुनेछ। यो कुरालाई चाहिँ राजाले आत्मसात गर्दै गर्नुभयो भने त्यो पनि एकदम राम्रो हुन्छ। र अर्को कुरा, यदि अहिले फेरि नेपाली राजनीतिक दलहरूलाई पनि एउटा चाहिँ जनताहरूको के चासो के आशा थियो त्यो बुझेर फेरि आफूलाई सच्चिने मौका पनि अझै पनि छ। उहाँहरूले सर्वप्रथम एउटा पार्टी विशेष मात्र नभइकन सम्पूर्ण हामी नेपाली जनता एउटै हो भनेर एउटा चाहिँ अलिकति ठुलो मन बनाएर आफ्नो राजनीतिक आफ्ना कार्यकर्तालाई मात्रै हरेक सुख सुविधा केन्द्रित नगरिकन सम्पूर्ण नेपाली जनतालाई नै केन्द्र बनाएर आफ्नो नातावाद कृपावाद सबैलाई छोडेर सम्पूर्ण नेपाली जनतालाई समानताका हकहरू अधिकारहरू दिलाउनु सक्नुभयो र देशलाई पनि एउटा समृद्ध बनाउन सक्नुहुन्छ भने अझै पनि तपाईहरु सच्चिने मौका छ। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, माओवादी, नेकपा एमाले यी देशका प्रमुख दलहरू सच्चिने मौका अझै पनि छ। विचार गर्नुस् र आफ्नो पार्टीलाई सच्याउनुस् पनि, नत्र भने अब जनताहरू धेरै आकृष्ट भइसकेका छन्, धेरै आन्दोलित भइसकेका छन्, धेरै निराशा छाइसकेको छ। जुन चाहिँ यो हिजोको स्वतःस्फूर्त आन्दोलनले पनि यो कुरा देखाउँछ। र यहाँहरूले अब अरु केही हैन, देशलाई कुन मोडलमा लैजाने भनेर एउटा भिजन बनाएर सम्पूर्ण नेपाली जनताको हितमा विशेष गरी रोजगारी र उत्पादनमूलक कल कारखाना, उद्योग धन्दाहरू र व्यापार व्यवसायलाई अलिकति सहुलियतताको सुविधा दिएर अगाडि लानुभयो भने देश अगाडि जान अझै पनि धेरै टाइम लाग्दैन। र विशेष गरी भ्रष्टाचार सम्पूर्ण तह तबकाबाट रोक्नुपर्छ। हाम्रो देश समृद्ध हुन नसकेको अर्को मुख्य कारण त भ्रष्टाचार नै हो। हरेक सानो सानो क्षेत्रदेखि लिएर ठूलो ठूलो क्षेत्रसम्म भ्रष्टाचार भइदिँदा सोचे अनुरूपको विकास समृद्ध हुन सक्दैन। यो कुरा हामीभन्दा तपाईहरु नै अवश्य जान्नुहुन्छ। त्यसैले सम्पूर्ण नेताहरूलाई म एउटा सानो यो कुनामा बसेर पनि के अनुरोध गर्न चाहनुहुन्छ भने तपाईहरु सच्चिनुहोस्। अझै पनि तपाईहरुप्रति जनताको धेरै जनताहरू अझै पनि लगभग देशमा भएका जनताहरूको 3 भागमा 1 भाग जति अहिले राजाको लागि आन्दोलन गर्दै हुनुहुन्छ। र जो आन्दोलन गर्नु भएको छैन उहाँहरूले अझै पनि तपाईहरुमा आशा भरोसा राख्नु भएको छ। यसलाई आत्मसात गर्नुहोस् र देशलाई चाहिँ एउटा समृद्ध नेपालको ढोकातिर लैजानुहोस्। नेपालका जुन हीरा मोती रत्नहरू जुन बाहिर गएर काम गर्नु भएको छ, आफ्नो परिवारलाई छोडेर त्यहाँ विघ्न बाधा सहेर त्यहाँ आफ्नो चाहिँ समय खर्चिनु भएको छ। जुन समय हाम्रै देश नेपालमा सबैले खर्चिन सक्ने एउटा वातावरण भयो भने उहाँहरू पनि खुसी साथ आफ्नै देशमा बाँच्नुहुन्छ। यो कुरालाई एकदम मनन गर्न अहिलेको राजनीतिक पार्टीले अहिले मात्र नभएर पहिलेदेखि नै थियो र अहिले पनि महसुस गरेर सम्पूर्ण राजनीतिक पार्टीहरू एक ढिक्का भएर अझै पनि तपाईहरुले एउटा एकताबद्ध भएर एउटा ग्यारेन्टीका साथ देशलाई समृद्धतर्फ लान चाहनुहुन्छ भने तपाईहरुको अहिले एकदम गोल्डन अपर्च्युनिटी र लास्ट अपर्च्युनिटी पनि भन्न चाहन्छु म तपाईहरुलाई छ। र सुध्रिनुहोस् अझै पनि, किनकि अझै पनि नेपाली जनताहरू आन्दोलन गरेर फेरि राजाको लागिमा भनेर रगत बगाउन चाहन्नन्। किनकि धेरै रगत बगाइसके नेपाली जनताहरूले। नेपाली जनताहरूको आशा प्रति धेरै कुठाराघात भइसकेको छ र आफ्नो शक्तिको लागि कुनै पनि राजनीतिक पार्टी तथा राजाले जनताहरूलाई शहीद बनाउने काम नगर्नुहोस्। यो पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र साथीहरू, म बोल्दाखेरि जे जस्तो भयो त्यसको गल्ती भएदेखि मलाई एउटा साधारण नेपाली जनता हो, यसले धेरै बोल्न सक्ने यसको क्षमता छैन भनेर माफ गरिदिन पनि म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र त्यसैले सम्पूर्ण साथीहरूलाई अझै पनि म के भन्न चाहन्छु भने सबैजना यत्तिकै ललैमा लागेर कुनै पनि राजनीतिक अथवा पार्टी विशेषको पछि नलाग्नुस्।
त्यो लागेको पार्टीको भिजन के छ त, नेपाली जनतालाई त्यसले भविष्यमा राम्रो गर्न सक्छ कि सक्दैन, त्यो कुराको पनि मूल्याङ्कन गर्नुहोस् र त्यसरी लाग्नुहोस् भनेर भन्न चाहन्छु। र यति भन्दै मेरा 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, नमस्ते, जय नेपाल।